गुड मर्निङ, नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग भन्दै भिडियो सुरु गर्नुपर्ने भएछ है। यतिखेर चाहिँ मर्निङको सायद 10 बजी होला। चाहिँ हस्बेन्डलाई पसलमा खाना पुऱ्याएर फर्केँ। यति गर्मी बढ्दैछ कि काठमाडौँमा भन्दा पनि भक्तपुरमा के रातभरि पानी पऱ्यो। अहिले बिहानदेखि यति चर्को घाम होइन कि यति गर्मी भयो कि तर अहिले जुन मैले भोइस ओभर गरिरहेको छु नि त्यतिखेर चाहिँ पानी पऱ्यो भएर शीतल चाहिँ फिल भइरहेको छ। बिहान हतारले खाना पकाइसकेपछि हिँडिहालेँ। अब चाहिँ म किचन क्लिनिङ गरेर मात्र निस्किनु पर्यो भनेर मसँग चाहिँ अझै 1.5 आवर्स चाहिँ छ है। मेरो क्लास चाहिँ 11:45 भनौँ न, पाउने 12 बजीबाट सुरु हुन्छ र 5 मिनट्स अगाडि मात्र हिँडे पनि क्लास टाइममा चाहिँ पुग्छ है स्कुलमा। अनि क्या अचेल चाहिँ म कस्तो आनन्दले लाइफ बाँचिरहेको जस्तो लाग्छ आफैलाई। जस्तो पिरियड्स लिनको लागि म स्कुल जान्छु अनि फेरि घरमा कति आनन्दले दिन बित्छ क्या। भन्नाले 2 आवर्स जति चाहिँ म पढाउने काम गर्छु अनि त्यसपछि फेरि 3 आवर्स चाहिँ म आफै पढ्छु। अस्ति वैशाखसम्म नि मेरो लाइफ त आमामामा कति बिजी हुन्छु त्यतिखेर। बिहान 6 बजी निस्किनु अनि त एकैचोटि बेलुका 8 बजी अथवा 8:30 बजीतिर घर पुग्छु क्या। त्यस्तै पानी पऱ्यो भने त झन् गाह्रो, त्यसमाथि काठमाडौँको जाम है। यति गाह्रो गरेर मैले 1 वर्ष बिताएँ। सो अहिले चाहिँ मलाई एकदमै राम्रो क्या, एकदमै आफैलाई कस्तो रमाइलो लागिरहेको छ क्या। मेरो यो भिडियो चाहिँ कसले हेर्नुहुन्छ त थाहा भएन, तर हामी केटी मान्छेले चाहिँ यसरी किचन सम्हाल्नु मात्रलाई आफ्नो जिम्मेवारी चाहिँ नसम्झनु है भन्छु। सबै दिदीबहिनीहरूलाई चाहिँ यो पनि भन्न चाहन्छु कि अब उमेर जतिसुकै होस्, परिस्थिति पनि जस्तोसुकै होस्, अथवा पढाइ अथवा पढ्नु नै पर्छ भन्ने नि छैन है। कुनै पनि